मुलुक बङ्गलादेश नहोस् भन्नेमा छौँ। बङ्गलादेश चाहिँ मुलुक नहोस्, किनभने नेपालीहरूले जीवनभरि दुःखै पाएका छन्, अति दुःख पाएका छन्। नेपालीहरूको विकास भएको छैन। परिवर्तनका लागि नभेटेरै होला सबै विदेशिएका छन्, सबै उभाएका छन्। त यो परिस्थितिमा फेरि पनि यहाँ यस्तै किसिमको चाहिँ मारा काट भयो भनेदेखि त फेरि त के होला। त्यस कारण चाहिँ त्यो बङ्गलादेश चाहिँ नबनोस् भन्ने मलाई लागेको। अब अहिलेको अवस्था हो भने सबै नेपालीहरूले मैले देखेको चाहिँ एउटै कुरो हो, त्यो के हो भने यो संसदमा आउने छानिएर आउने सांसदहरू इमान्दार हुनु पर्यो, इमान्दार सांसदहरू हुनु पर्यो, उनीहरूले मुलुकलाई हाँक्नु पर्यो। अब अहिले म देख्छु आफै, मैले अब भन्न तिमी बस्दा चाहिँ त्यस्तो भयो, अरू बस्दा चाहिँ थिएन भन्ला, अब त्यो होइन। मैले शैली राम्रो देखेको चाहिँ छैन। जे शैलीमा देश चल्नु पर्थ्यो त्यो शैली चाहिँ मैले राम्रो अहिले देखेको छैन। यसमा परिवर्तन भएन भने यही अवस्थामा चाहिँ मुलुक चाहिँ चल्छ जस्तो मलाई लाग्दैन।